धन्यवाद सञ्चालक कमरेड। आदरणीय हाम्रो पार्टी बर्दियाका इन्चार्ज कमरेड, केन्द्रीय कमिटीका सम्पूर्ण कमरेडहरू, प्रदेश कमिटीका सहयोद्धा कमरेडहरू, उपस्थित हुनुभएका तह र तबकामा रहनुभएका आदरणीय कमरेड साथीहरू, उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यस राजापुर क्षेत्रबाट विभिन्न घर र घरका तलबाट दोकानबाट हेर्नुभएका आदरणीय आमा दाजुभाइ दिदीबहिनीहरू, सबैमा मेरो व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट नमस्कार, अभिवादन। पूर्व कमरेड साथीहरूले धेरै कुरा जानकारी गराइसक्नु भएको छ। म आज नेपाल कम्युनिस्ट पार्टी क्षेत्र नम्बर 2 को उम्मेदवारी दर्ता गर्दा म तपाईहरुका बीचमा दुई चारवटा प्रतिबद्ध जाहेर गर्न चाहन्छु। यस क्षेत्रमा बर्दिया जिल्लामा हामीले यस्तो ठूलो राम्रो निकुञ्ज पाएका छौं, तर त्यो निकुञ्ज हाम्रो लागि पासो बनेको छ। निकुञ्जलाई व्यवस्थित तरिकाले सरकारले सञ्चालन गर्न नसक्दाखेरि जनता आक्रान्त छन्, त्यहाँका बाघ र वस्तु त्यहाँका जनावरबाट आक्रान्त छन्। म तपाईहरुको माझमा तपाईहरुले विजय गराएर पठाइसके पछाडी त्यो निकुञ्जलाई पर्यटनको हिसाबले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालमा रहेका 13 वटा निकुञ्ज मध्ये पहिलो निकुञ्ज बर्दियाको निकुञ्जलाई खुल्ला चिडियाखाना बनाउने छु। खुल्ला चिडियाखानामा त्यहाँ रहेका बाघ एक लाइनमा चुनिने तरिकाले बस्ने छन्। पर्यटन हेर्न जाँदाखेरि बाघ टन्न बाघको बीचबाट गाडी जानेछ। संसारमा त्यो छ, तर नेपालमा गरिएको छैन। ती जनावरहरू एकातिर हामी मृगको बीचबाट जानेछौँ, अर्कोतिर बाघको बस्तीबाट जानेछौँ, अर्कोतिर पन्छीका बस्तीबाट जानेछौँ। राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यसलाई हामीले पर्यटनको हिसाबमा अगाडि बढाउनेछौँ र यसले हामीलाई जुन अहिले हाम्रो बस्तीहरूमा मानवहरूमा क्षति पुर्याएको छ त्यो पनि अन्त्य हुनेछ। पहिलो प्रतिबद्धता मलाई तपाई आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले यस पार्टीमा नरहनु भएका तर आदरणीय दाजुभाइ दिदीबहिनीहरू जो चाहे हुनुहुन्छ, तपाईहरुको मत पनि असाध्यै मलाई महत्त्वपूर्ण छ। म बर्दिया जिल्लाको नेतृत्व गर्ने हो। मैले सिङ्गो पार्टी